वाइल्ड र डोमेस्टिकको क्रस मेटिङबाट नै हुन्छ है। र आइने रहेका यी हात्तीहरू फिमेल हात्तीहरू सबै वाइल्ड मेल एलिफेन्टसँग चाहिँ मेट गरेर जुन उनीहरूको प्रेग्नेन्सी ड्युरेसन अनुसार चाहिँ तपाईँको छावाहरू निकाल्ने गर्छ। र त्यो प्रत्येक छाप्रोहरूमा प्रत्येक घरहरूमा चाहिँ हात्तीहरू फिमेल हात्तीहरू चाहिँ राखिएको छ। फिमेल हात्तीहरूलाई मोस्टली तपाईँको प्रजनन गराउनको लागि साथसाथै तपाईँको आवश्यकता अनुसार जङ्गलमा एनिमल रेस्क्यु, एनिमल काउन्टिङ अथवा सरकारी प्रयोजनको लागि परराष्ट्र निकुञ्जभित्र तपाईँको सरकारी कामकाजको लागि सरकारी प्रयोजनको लागि हात्तीहरूको प्रयोग गर्ने गरिन्छ। र यसमा चाहिँ यी सरकारी हात्तीहरूलाई चाहिँ तपाईँको सफारी हात्ती सफारीको लागि प्रयोग गरिँदैन। पहिला 10-15 वर्ष अगाडि चाहिँ तपाईँको मैले सुनेको थिएँ तर मैले देखेको थिइनँ सरकारी हात्तीमा पनि सवार गराउँथे भन्ने कुरा मैले सुनेको थिएँ। बट अहिले चाहिँ मैले देखेको छैन। बट अहिलेको यो चाहिँ अवस्थामा चाहिँ हात्तीहरूलाई चाहिँ तपाईँको हात्ती सफारीको लागि प्रयोग गरिँदैन। यो जस्तो बिहानको समयमा यसलाई देखिरहेको हुन्छ यस्तो है खानेकुराहरू दिएको हुन्छ। सो यो चाहिँ बडीलाई हलचल गरेको भन्दाखेरि उसले खाएको खानेकुरालाई उसले डाइजेस्ट गरिरहेको छ है। खानेकुरा पचाउनको लागि बडीलाई हलचल गराइरहेको छ है। र त्यो पनि रिजन हुन्छ। अर्को रिजन चाहिँ कस्तो भन्दाखेरि यिनीहरूमा रहेको कसो शरीरमा होइन झिँगाहरू किरा फट्याङ्ग्राहरू मस्किटोहरू पर्दाखेरि चाहिँ उनीहरू भगाउनलाई चाहिँ कोसिस पनि गरिरहेका हुन्छन् कि मान्छे जस्तो हातखुट्टा हुँदैन उसलाई झपाउनलाई यताउति हल्लाउनलाई होइन। उनीहरूले चाहिँ बडीलाई नै सेक गर्नुपर्ने हुन्छ, बडीलाई नै हल्लाउन पर्ने हुन्छ र कहिलेकाहीँ सुँडले पनि यसो धपाइरहेको हुन्छ। सो मुख्य भनेको चाहिँ यसले खाएको खानेकुरालाई डाइजेस्ट गर्नु बडीलाई चाहिँ हलचल गराइरहेको हुन्छ। यसले चाहिँ दुध चुसिरहेको आमाको सेम मान्छेको जस्तै हुन्छ। अगाडिपट्टिको पार्टमा ब्रेस्टमा तपाईँको यिनीहरूको चाहिँ दुधहरू हुन्छ होइन। त्यसले चाहिँ ती अनुसारले चाहिँ उनीहरूले चाहिँ चुस्ने गर्छन्। अरू जनावरको चाहिँ हुँदैन। स्तनपान तल हुन्छ। यहाँको माथिपट्टि अगाडिको दुईवटा खुट्टको साइड बिचमा हुन्छ है। कति सानो हुँदो रहेछ सानो यिनीहरू अझै सानो हुन्छन्। भर्खर जन्मिएकाहरू अझै सानो हुन्छन् भाइ। जस्तो यो हाम्रो यहाँ पाइने भनेको सबै एसेप्टिक एलिफेन्ट एसियन हात्तीहरू जस्तो अफ्रिकन हात्ती पनि हुन्छ। अफ्रिकन कन्ट्रीतिर पाइने अफ्रिकन हात्ती भने त्यो चाहिँ अब नेपालमा पाइने चाहिँ एसियन हात्तीहरू। नर्मली एसियन हात्तीहरूको चाहिँ कस्तो भन्दा मेल स्पेसिसमा चाहिँ अगाडिको दुईवटा खुट्टा बिचमा हुने चाहिँ यो चाहिँ टस्क हुन्छ होइन। मेल हात्तीहरू भने फिमेलमा टस्क हुँदैन। टस्क हुन्छ बट फिमेलमा चाहिँ एकदम कम देखिने गर्छ। टस्क एकदम थोरै निस्किने गर्छ। बट मेन स्पेसिसहरूमा चाहिँ तपाईँको टस्कहरू दाँतहरू साइड साइडमा दाँतहरू बाहिर निस्केको हुन्छ। तपाईँको नेपालीमा लुइचे भनिन्छ है। जङ्गली कुखुरा भनिन्छ। घरको जस्तै हुन्छ। साइज मात्रै सानो है। अलिकति यसको पुच्छा जस्तै देखिन्छ है। यसको पुच्छा अलिकति लामो हुन्छ। साइजमा अलिकति सानो र ठुलो हुने डोमेस्टिक र वाइल्डमा हेर्दाखेरि कलर सेप सबै एउटै नै हुन्छ। कति राम्रो भाले होला सायद। भाले नै हुन्छ जङ्गली यत्र होला जङ्गल नै होला। रोनाल्डो दुर्गा दुर्बे तिनीहरू व्यापकै उपद्रो गर्ने होइन तिनीहरू। अहिलेसम्म सबभन्दा धेरै मान्छे मार्ने तिनीहरू अब मान्छेहरूले छिटो दौडिन्छ। मान्छे सक्दैन भ्याउँदैन। हेर्नु सिबुल छ छेउछाउमा गयो भने चिन्छ।